यो चाहिँ तिते बोट भनेर टिपेको के हो अहिले भएर थाहा हुन्छ तिते नै जस्तो लाग्यो होइन रहेछ भने ठिकै छ हेर्दा त सबै हेर्दा त तिते जस्तो लाग्यो ल यो चाहिँ मम्मीको डिमान्डबाट टक्क यो सर्दु उता खर्दु निशानी खर्दुबाट है गाइस यस्तो छ बाटो दामी छ यहाँ पर एउटा बाटो चाहिँ देखाउनु मन लागेको छ टक्क यहाँ बिसाउने होइन बस्ने ठाउँ पानी चेक गर्ने ठाउँ दामी छ भ्यू गाइस बिहान यसो मर्निङ वक आएको बेला सो के भन्छ जडीबुटी यो बोकिदिउँ मम्मीलाई खुसी बनाइदिउँ भनेर गाइस तर हुन्छ कि हुँदैन थाहा छैन भयो हुन्छ ठिकै छ नभए अर्को बेला आउँला कतै हेरौँला यो हो कि जस्तो लाग्छ सुरुमा यो होइन रहेछ झुक्ने रहेछ यो र यो तर यो चाहिँ हो ओरिजिनल चिज अहिले यो फुल ओभर बनैभरि फुलिरहेको रहेछ सेतै भइरहेछ यो भएको ठाउँतिर यो चाहिँ हो कि मैले देखाउनु खोजेको ठाउँ चाहिँ हेर्नु त आमा कस्तो दामी पुरानो गाउँघरकै भाइब्स दिने खालको छ कि हुनु त यो पनि गाउँघरै हो होइन तर गाउँघरकै भाइब्स दिने खालको छ अनि अघि के भन्नु आँटेको थिएँ भने एउटा भ्लगमा एड पनि गरिहाल्नु भयो जिन्दगी भनेको सबै कुरा नर्मल हुँदाखेरि उयो हुन्छ कि होइन सबै कुरा नर्मल हुँदाखेरि ठिकै हुन्छ कि अलिक जिन्दगीमा दुःख सुख मिक्स भएर आउनु पऱ्यो क्या सुखै सुख भने मान्छे माथिन्छ दुःख भने मान्छे उयो हुन्छ होइन डिप्रेसन हुन्छ भनौँ न सुख दुःख हुनु पऱ्यो क्या सुख छ मलाई त केही छैन यसरी दुःख गर्न आउनु पऱ्यो क्या जङ्गल होइन वन एक्सर्साइज गर्नु पऱ्यो गल्नुमा कम्ता मजा आउँछ गर्नु के थाहा हो होइन ती जानुलाई पनि सर बाइकमा जाने त्यही सानो कुरा गर्नुलाई नि के भन्छ मेसिनहरूको उयो खोज्ने सहारा खोज्ने गल्नुमा कम मजा हुन्छ के थाहा गाइस गल्नु बिसाउनु अनि पो खाएको रुच्छ त पच्छ त ल गाइस यही भन्दै टन पिसाब आएको मान्छेले पिसाब फेरि भयो त कति सन्च हुन्छ होइन पर गएर मान्छेले हग्नु पाउँदा कति सन्च हुन्छ आनन्द संसारै जिते जस्तो फिल हुन्छ नि त्यही हो कि यस्तो बिहान त ब्राङडुङ काम गरेर गलेको मान्छेलाई एकछिन बिसाउँदा आनन्द हुन्छ तर दिनभरि बिसाएको गर्दैन र वाक्क दिक्क सुत्दा ढाँड दुख्छ एउटा अर्को रोगले बिरामीले चिन्छ त्यस्तो हुन्छ है गाइस त्यही भएर आफ्नो स्वास्थ्यमा चाहिँ ध्यान दिनुहोस् अनि टक्कसँगले टाइम मिलाएर मौका मिलाएर यसरी एक्सर्साइज गर्नु मर्निङ वक गर्नु वरिपरिको वातावरण प्रकृतिहरूसँग रुच्नु भिज्नु यही भन्दै सी यु इन द नेक्स्ट भिडियो बाई